हेलो नमस्ते गुड मर्निङ यो सिजनको हाम्रो पहिलो हाइकिङ आजबाट सुरु गर्दैछौँ। हामी चाहिँ यो फुजेरामा रहेको सल्फर पुल भन्छ अथवा वादी दाहिर हाइकिङ ट्रेल छ। यसमा जाँदैछौँ हामीहरू। हेरौँ कस्तो हुन्छ, ठाउँ कस्तो छ, अगाडि देखाउँला। स्टार्ट गरौँ है त हाम्रो हाइकिङ। सल्फर पुल भनेको यही हो, एउटा फर्स्ट स्टार्टिङ पोइन्ट हो। अरू पनि छन्, अगाडि छन् भन्ने कुरा बुझ्नमा आएको थियो। यहाँ चाहिँ यो ट्रेलको अलि कन्फ्युज रहेछ, डाउट भइरहेछ। लेट्स सी, अगाडि हेरौँ। अनि यो यहाँ त गुगलले म्यापले काम गर्दैन यहाँनिर। हाइकिङ ट्रेलको चाहिँ देखाएको हुन्न। यही नै होला सायद, मान्छे हिँडेको ऊ छ नि त, सबै ढुङ्गा चिप्लो खाने त। ल हामीहरू आज यो अल दाहिर भन्छ अथवा सल्फर पुल भन्छ। यहाँ चाहिँ सबै यो सल्फरवाला पानी हुँदो रहेछ। यो ठाउँमा आएको हामी सुरुमा चाहिँ अगाडिबाट यहीँ आएको थियौँ। अगाडि रुट नदेखेर अल्मलिएर फेरि फर्केर गएर अनि फेरि रिकन्फर्म गरेर फेरि यही बाटो आइरहेछौँ। अगाडि गइरहेछौँ। तर यो रुट चाहिँ यस्तो रहेछ, यो पुरै खोल्से जाने रहेछ। तर पानी परे बेलामा अथवा पानी परेको आसपासमै चाहिँ यो चाहिँ आउँदा बेटर हो जस्तो लागेन मलाई। पानी बढ्यो भने त यो हिँड्न गाह्रो हुन्छ यहाँनिर, होइन सर? पानी पर्दा त नआउने, किनभने अलिकति फ्लड जस्तो भएको बेलामा चाहिँ हिँड्न सकिँदैन। किनभने यो भित्ताहरूसँग पानी पुग्यो भने ल 1 किलोमिटर हिँडिएछ, अझै 7 किलोमिटर अझै बाँकी छ। ए माथि आएपछि सजिलो रहेछ, त्यही स्टार्टिङमा मात्रै गाह्रो रहेछ। यहाँसम्म ठाउँ यस्तो छ कि हेर्दा यस्तो खोल्सो देख्यो भने यस्तो छ, केही साउन्ड छैन, न रोडको साउन्ड, जिरो नेटवर्क। यहाँ नेटवर्क पनि छैन। यति आनन्दित ठाउँ छ। हामी लगभग 2 किलोमिटर अगाडि आयो। अगाडि आउँदा खोलै खोला, यो पानी लिएर झाडीले छोडेकै छैन। आनन्दको रुट रहेछ, सिँढी छैन, केही छैन। बिस्तारै हाम्रो अर्ग्यानिक हाइट बढिरहेछ होइन। तर पनि त्यस्तो फिल भएकै छैन कि थकाइ भन्ने कुरो कति मन लागेको छैन। पहिला चाहिँ अब भनौँ न त्यो सिँढीहरू हुन्थ्यो भने पुरा यो हाम्रो मसलहरू ढाडहरू दुख्ने होइन हुन्थ्यो भने यहाँ चाहिँ आनन्द कम्फोर्टेबल छ। पानी पनि जता पनि कल्ल पानीको आवाज आइरहेछ। अनि झाडी सबै यस्तै छ, एकदम ठिक रहेछ रुट चाहिँ। स्टार्टिङमा चाहिँ अलिकति कस्तो अप्ठ्यारो रहेछ र चाहिँ गाह्रो फिल भयो होइन, मतलब के हो कि जस्तो लागेको थियो। माथि आएपछि चाहिँ आनन्द रहेछ। ल हुन्छ।
यो खरे त नेपाल पनि खरे छ यो हो नि खर तर यो चाहिँ एकदम छिप्पिएको खर परेछ गोज्ने बल्ल अहिले बन्द छ बाटो यो मेन ठाउँ हो कि यो चाहिँ यस्तरी जानुपर्छ भने ओके बिचमा है यस्तो ठाउँ रहेछ कि पुरा खरबारी यस्तो यस्तो बाटो आउनु पर्ने रहेछ तर मजा आइरहेछ एकदम वाइल्ड फिल भइरहेछ हामी चाहिँ अहिले माउन्टेनस एरियातिर आएको छौँ एज पर द म्याप है यो चाहिँ एकदम माउन्टेन एरिया हो पुरै अग्ला अग्ला डाँडाहरू मात्रै छन् पुरै ल है हामीले सर्प स्पोट गऱ्यौँ वी हेभ स्पोटेड अ स्नेक बी केयरफुल वाइल्ड हाइकिङ इन सच एरियाज बाफ्रो यहाँ त कत्रो खाल्डो रहेछ यार आमा ठुलो खाल्डो रहेछ यार गहिरो पानीको लाइनहरू हो हामीहरू ठ्याक्क आधी यो 4 किलोमिटर सकेपछि हाम्रो स्न्याक्स ब्रेकमा बसिरहेछौँ यो बाटोमा आउँदाखेरि चाहिँ जहाँ पनि पानीको बोतल फलफुलको बोक्रा यो त्यो होइन सबै यो चिप्सको प्याकेटहरू फालेको देखियो त्यसो नगरिदिनु होला कहीँ पनि हाइकिङ गर्दै हुनुहुन्छ कहीँ पनि घुम्न जानुहुन्छ त्यो गर्नु हुँदैन आउने बेलामा हामी हेभी सामान बोकेर आएको हुन्छौँ त्यो खाली भएपछि त झन् हल्का हुन्छ नि त लिएर गएर ठाउँमा लगेर व्यवस्थापन गर्ने गरौँ होइन अब हामीले पनि यो खान्छौँ यो चिया हामीले सबै अब चिया पानी अब ब्रेकफास्टहरू स्न्याक्सहरू छ अब यहाँ चाहिँ खाएपछि अब हामीले अब के गर्छौँ यसरी पोको पारेर टक्क त्यो झोलामा राखेर लिएर जान्छौँ र तल गएर फाल्छौँ यो वातावरण नेचरलाई एज इट इज रहन दिउँ होइन ओभर नगरौँ कसैले पनि कहीँ पनि तपाईँ नभइन्छ हजुर हो धेरै ठाउँमा देखियो कि धेरै ठाउँमा फोहोर देखियो पानीको बोतल यत्र तत्र है सबै देखिरहेछ ल त्यो चिप्सको प्याकेटहरू प्लास्टिकहरू झोलाहरू ठाउँ ठाउँमा देखियो यस्तो ठाउँमा आएर त्यस्तो गर्नु हुँदैन हामी लगभग 5 किलोमिटर
यता 5.66 किलोमिटर एज पर एप्पल वाच र यहाँको लोकेसन जुन डाइरेक्सनको हिसाबले 5 किलोमिटर आइयो जुन लगभग आधीसम्म चाहिँ सबै पानीवाला खोल्सा जस्तो रहेछ हैन त्यसपछिको रुट भनेको यो ट्रेल देखिन्छ यस्तो खालको ट्रेल छ ट्रेल रहेछ सजिलो त्यसपछि कुनै कन्फ्युजिङ छैन सजिलो रहेछ अब सजिलो छ अगाडि बढ्दैछौँ लगभग अब हाम्रो 3 किलोमिटर जति बाँकी छ गइरहेको छौँ राम्रो छ यो डाँडाहरू कस्तो राम्रो देखेको है थुम्कोहरू है अगाडिपट्टि अझ बाफ्रे हामी त माउन्टेन टपमा आइएछ त अहिले होइन ल टपमा आइज रहेछ गोरुहरू छैन अगाडिपट्टि ल अब चाहिँ ओह्रालो सुरु भएको छ है यो टप लिएर आउँदा यस्तो मजा आउँदो रहेछ जति उकालो आयो त्यतिको ओह्रालो पनि छ माथि आउँदा यस्तो हावाको फिल हुने है पुरा जोमसङको हावा भन्छन् त्यस्तै हो कि जस्तो लाग्यो मलाई म त गाँथेन अहिलेसम्म जोमसङको हावा फिल गरेको छैन हैन तर सर हावा हुने कि चिसो ल अब हामी लगभग सकिन लाग्यो पर देखिएको त्यहाँ छ हाम्रो गाडी यहाँनिर स्टार्टिङ पोइन्ट यही हो 6:45 भएको थियो होला सायद हजुर हामी चाहिँ मेन इलिभेसन गेन गरेर डिसेन्ट पनि भइसक्यौँ अब तल आइसकेको छौँ लगभग जब गाडीको पार्किङ लेभलमै आइपुगेको छौँ अब धेरै छैन हाम्रो लगभग 500 मिटर जति होला त्यही 8.5 किलोमिटर चान्सुन छ यो ट्रेल टोटलमा मजा आयो रमाइलो रहेछ आनन्द यो चाहिँ सुरु गर्दाखेरि चाहिँ जुन त्यो वादी जहाँ पुलहरू छ त्यही एरियाबाट सुरु गर्नु पर्दो रहेछ किनभने यता उल्टो बाटो गर्दाखेरि स्टार्टिङमै एकदम इलिभेसन हुँदो रहेछ त्यसले गर्दाखेरि गाह्रो हुने सम्भावना बढी छ त्यसले गर्दाखेरि चाहिँ यो रिकमेन्ड छ कि त्यताबाट जुन वादी भएतिरबाट नै ठिक जस्तो लाग्यो मलाई ल आजको हाम्रो यो सल्फर पुल हाइकिङ सल्फर पुल यसको यहाँको लोकल नाममा अल दाहिर भन्छ त्यो हाइकिङ हामीले कम्प्लिट गरेका छौँ बिहान आउने बेलामा 3-4वटा गाडी मात्रै थिएन अहिले यहाँ गाडी हेर्न सक्नुहुन्छ पार्किङ राख्ने ठाउँ छैन अगाडि पुरै पार्किङ लट पुरै फुल छ यताबाट पनि यताबाट पनि सब फुल छ हामीले 8.96 हाइकिङ पुरा गरेछौँ हाइकिङ हाम्रो पुरा भएको छ र यो हाम्रो लागि नयाँ ठाउँ थियो अब नेक्स्ट विक पनि हामीले नयाँ ठाउँ गर्ने प्लान गरिरहेछौँ र यो आजको हाइकिङ कस्तो रह्यो हाम्रो फुर्बा लामा सरबाट सानो रिभ्यू भन्नु सर आज धेरै रमाइलो भयो यो चाहिँ एउटा नेचुरल अर्ग्यानिक ट्रेल जस्तो लाग्यो हैन कुनै ठाउँमा बाटो छ कुनैमा छैन हैन जो साह्रै रमाइलो ओके एनर्जेटिक भन्छ
एकदम रमाइलो अहिलेसम्म हिँड्ने मध्येमा हामी धेरै हाइकिङ गऱ्यौँ है सबभन्दा रमाइलो अनि गाउँमा नि खोला हिँड्थ्यो तर यो खोला यस्तो कि हिँडेको छ 9 किलोमिटर हिँड्यो है तर पनि नसकिने क्या पुरै पानीवाला खोला होइन पानीवाला खोला यस्तो मजा आयो वादी यहाँको लोकल भाषामा वादी भन्छ होइन लाइभमा यस्तो कहिले पनि वादीवाला ट्रेल होइन सबै खोलै खोला खोल्छै खोल्छै धन्यवाद रमेश मामा ल म अब नेक्स्ट विक पनि अथवा नेक्स्ट हाइकिङ पनि यस्तै ठाउँ लैजान्छु छन् मसँग यस्ता ठाउँ दर्जनौँ ठाउँ छन् सके जति भए जति गर्ने हो ल आज हाइकिङ सकिएको छ किप वाचिङ थ्याङ्क यू फर वाचिङ टिल एन्ड यो यस्तै भिडियोको लागि चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला र यो भिडियोलाई पनि लाइक कमेन्ट गर्न नभुल्नु होला बाई बाई सी यू इन नेक्स्ट भिडियो